ओके ओके ल हेलो वेलकम टु अनदर एपिसोड। योपालि चाहिँ हामीले घरबाटै गरेका छौँ किनभने हामी अल्छी छौँ अनि हाम्रो एकजना युकेमा हुनुहुन्छ होइन। र अब जसले मलाई भिडियो पठाउनु भएको थियो जुन मैले हालेको छैन किनभने मैले बिर्सेँ। अर्को हुनुहुन्छ अनुपजी, यस्तो हुनुहुन्छ कि उहाँ होइन इन्स्टाग्रामको युट्युब सर्ट्सलाई डाउनलोड गरेर इन्स्टाग्राममा हाल्दे भन्यो भने उहाँले हाल्न सक्नुहुन्न, तर उहाँ डक्टर हो। यस्तो यस्तो टिम लिएर हामी अघि बढेका छौँ जहाँ चाहिँ अब यस्तै ताल त्यो हो भने चाहिँ ट्रुथ हो है 5बाट 4 सब्सक्राइबर होला होइन, 5बाट 6 हुन त गाह्रो छ यो तालले होइन। बट तयार छौँ हामी एपिसोड वाट एभर 3 हो कि 4 लिएर। यो अब यसरी भयो नि सपोर्ट गरिदिनुहोस् हामीलाई होइन। हामीले भिख मागिरहेका छौँ सब्सक्राइबरको, अब गाली पनि गराइ गर्नुहुन्छ हामीलाई होइन। एज युजल हो, जहिले गाली खाइन्छ, नयाँ छैन। अब यो मान्छे क्लास पनि देखिँदो रहेछ क्या, जस्तो अब मैले अलिक कम पढेँ नि त होइन। मेरो ब्याकग्राउन्ड यस्तो छ क्या, यो कहाँ बसेर बोले जस्तो बिचरा होमलेस जस्तो होइन। अब एकजना शङ्कर होइन फेस देखिया छ होइन। अर्को थापा डक्टर होइन, टक्क चिटिक्क परेर बसेर होइन ब्याकग्राउन्डको पढाइ अनुसारको भेष पनि हुँदो रहेछ क्या। बिचरा म त ब्लर आइरहेको छु यार। त्यस्तो केही होइन त्यस्तो तर तर मुद्दाको कुरा यो होइन। मुद्दाको कुरा के हो भने स्पर्श को स्याज भएको छ होइन। सो सुरुवात गरौँ कोबाट भन्ने अब सुरुमा ल वैदेशिक रोजगारमा गएको व्यक्तिलाई नै सुरुमा प्राथमिकता दिउँ। स्पर्शको बारे के भन्नु छ? स्पोर्ट्सको बारेमा भन्नु त के भयो भन्नु त। भन्न त के भन्न लायकै छैन। होइन तर खतरा हो नि, उता टप 8मा फिनिस गरेको छ, यता कतै 17-16 कप छ होइन। रेलिगेसन ब्याटल फाइट गरिरहेको छ यता प्रिमियर लिगमा चाहिँ। प्रिमियर लिगमा त रेलिगेसन ब्याटल नै हो, तर स्टिल आर्सेनललाई चाहिँ ठिक पार्नुपर्ने हो जस्तो लाग्छ। वी क्यान नट लेट स्पोर्ट्सले देम फेरि गाली खाने कुरा गरेको, फेरि आर्सेनल फ्यानले गाली गर्ने भए फर द सेक अफ ह्युम्यानिटी होइन। त्यही त आर्सेनल त आफूले चोक गरिरहेको छ नि। अस्ति ब्रेन्टफोर्डसँग पनि 1-1 ड्र खेल्थ्यो। सिटी इज जस्ट राइट एट देयर ब्याक्स। इट हेज स्टार्टेड जस्तो लाग्छ मलाई चाहिँ। मलाई त के लाग्छ भने होइन, मलाई त अन्तिममा गएर जित्ने भनेको त सिटीले नै हो जस्तो लाग्छ क्या। यसो विचार गर्दा चाहिँ के छ केटाहरूको यसमा। होइन त्यो हिस्ट्री स्पिक्स फर इटसेल्फ नि त होइन। पहिला पनि त्यस्तै भएको हो। आर्सेनलले लिड गरे पछि सिटीले त्यो जनवरीदेखिको रन त फेरि सिटीको त नेक्स्ट लेभल थियो नि त। अहिले पनि त्यस्तै त भइरहेछ नि सिटीको। आर्सेनल चाहिँ फेरि बिचमा चोक गरिरहेछ। ब्रेन्टफोर्डसँग 1-1 ड्र खेल्ने टाइटल रेसमा 4 पोइन्ट्सको डिफरेन्स थियो अनि कहाँबाट हुन्छ त। अब म्यानचेस्टर युनाइटेडले हेल्प गर्दै के हो। एक्ज्याक्टली म्यान्युले हेल्प गरिदियो। प्लस लास्ट टाइम पनि हेर्दाखेरि अराउन्ड 10 पोइन्ट्सबाट लानेको हो कि यिनीहरूले। चोकर नै हो, तर होपफुली योपालि पनि गर्ला भन्ने आश गरौँ। यो हामी किन भनिरहेको छौँ भने होइन, यो अमित यो कपाल लामो भएको मान्छे र म चाहिँ चेल्सी फ्यान हो होइन। अब यो रिमेनिङ मान्छे चाहिँ दुखी युनाइटेड फ्यान हो क्या। अब दुखी भएर होइन के अरे टेबलमा चाहिँ को भन्दा को माथि छ चाहिँ त्यो हेरेर चाहिँ को दुखी छ चाहिँ भन्नु मिल्छ होला। होइन यस्तो हो नि त, एक पोइन्टको कुरै छैन। एउटा हुन्छ क्या, एउटा हुन्छ। तैँले सुनेको छैन, सुन। च्याम्पियन्स अफ द वर्ल्ड भन्ने हुन्छ एउटा हो, त्यो 4 वर्षसम्मलाई हुन्छ। अर्को च्याम्पियन्स लिग भन्ने हुन्छ, त्यसमा पनि टप 8मा फिनिस गरेको हुन्छ होइन। कार्बो कपको सेमी फाइनल पनि हुन्छ, त्यो ग्लिम्स्ट्री टाउनसँग हामी हार्दैन क्या। हामी हारे पनि यसो इज्जतदार आर्सेनलसँग हार्छ। इज्जतदार त होइन तर आर्सेनलसँग हार्छ होइन। एफए कप अझै ल्याएछ। अब त्यो वेस्ट ह्यामसँग त्यो ड्र गरेर बिचरा कपाल काट्न पाएन। अब उल्टो भयो क्या, खै यत्रो लामो कपाल पाल्नुपर्ने हो त। कन्भर्सेसनमै छैन नि म्यान्यु त। अब 3टा गेम जित्यो भन्दैमा कहाँ अनि टाउकोमा टेक्न आएको त नि। एक्चुअली 4वटा गेम जित्या हो होइन। 5th गेम अनबिटनै छौँ हामी। टप अफ द टेबल इन द फर्म टेबलमा चाहिँ टप अफ द टेबल हो हामी। अर्को भनेको चाहिँ अहिले यो कोच छ नि त हाम्रो क्यारेक बल इज गोइङ अल अराउन्ड द पार्क नि त। हाम्रो एम्ब्रोन स्याक जस्तो हामी पनि अलिकति बोल्न सक्ने अवस्थामा त आएको नि। अब त्यो बलकै कुरा गर्ने हो भने त अगाडिबाट ओले बल, त्यसपछि टेन्याक बल,
त्यसपछि अर्को के बल हो होइन त्यो सबै हेरियो हो तर के भन्दाखेरि लास्टमा चाहिँ के भन्दाखेरि त्यो एउटा द्याट वान नोइजी नेबर भन्छ नि हामीले जे गर्यो त्यो गर्नुपर्ने कि हामीले अब म्यानेजर स्याक गर्यो म्यानेजर स्याक हामी त हामीले च्याम्पियन्स के अफ वर्ल्ड हो नि होइन तर राम्रो कुरा चाहिँ गर्दैन है कपी फेरि त्यो साथी जस्तो क्या त्यो नराम्रो सङ्गत चाहिँ नराम्रो कुरा चाहिँ छिटो सिक्ने हामीले 1 घन्टा अगाडि ड्र गरेको उनीहरूले नि 1 घन्टा पछाडि ड्र गर्दै कि त्यस्तो हुँदैन फेरि यस्तो हुन्छ अब युनाइटेडको अब त्यस्तो अलिकति चलिरहेको थिएन एमरनको अब फर्मेसन यताउतिहरू मिलिरहेको थिएन अब अहिले चाहिँ क्यारेक बलले के गर्छ भन्ने आस्ते छ अब अनफर्चुनेटली हामी प्रिमियर लिगमा मात्र छौँ क्या अब अरू ठाउँमा कुनैमा पनि छैन भाइ त्यो चाहिँ अनफर्चुनेट छ हाम्रो लागि अब जो च्याम्पियन्स लिगको पोजिसन चाहिँ अब राम्रो त्यही त अब एमरनको बेला राम्रो खेल्यो होइन त्यो त म एक्सेप्ट गर्छु होइन म्यान्चेस्टर युनाइटेड फ्यान भएपछि के गर्नुपर्छ भन्दाखेरि चाहिँ राम्रो कुरा राम्रो भने नराम्रो कुरा नराम्रो भन्ने चाहिँ म एक्सेप्ट गर्छु मजालेदेखि तर अन अ पोजिटिभ नोट के चाहिँ भन्दाखेरि म्यान्युलाई अहिले म्यान्यु प्रिमियर लिगमा मात्र हुनु पनि एउटा पोजिटिभली लिन सक्ने पार्ट चाहिँ हो यो टिमलाई लिएर क्या हो अब लाइक त्यही हो अब बिल्डअप गर्नको लागि अब हामीले खास गरी हप्ताको एउटा गेम त खेल्छौँ कुनै कुनै हप्तामा त गेमै हुँदैन भनेपछि अब त्यस्तो प्रेसर पनि छैन प्लेयरहरूलाई त्यो फिजिकल फिटनेसको लागि त्यस्तो त्यो पनि छैन त्यही भएर अब हामीलाई यो ब्लेसिङ इन डिस्गाइजै भएको छ अब भर्खर बिल्ड भइरहेछ होइन अब नयाँ कोच आइसकेपछि तर जे होस् अब चेल्सीलाई चाहिँ हराएर हामी होइन टप 4 मा चाहिँ जान पाए त सही हुन्थ्यो होइन गेम हेरौँ भन्दा नि चेल्सीकै हेर्नुपर्छ वर्ल्ड च्याम्पियनलाई नै फलो गर्नुपर्छ बेला बेला भनेपछि अब चेल्सी नै होला नि राइभल त त्यस्तो चेल्सीको गेम हेर्ने गरी चाहिँ अलिकति भएको छैन मेरो अहिलेसम्म स्थिति चाहिँ अब आर्सेनललाई हराउँ सिटीलाई हराउँ आफैलाई ऱ्यान्ट हानेर नबसौँ होइन ऱ्यान्ट हान्नै पर्ने हो भने होइन म दिन्छु नि टपिक ऱ्यान्ट हान्नै पर्ने हो भने होइन अब ऱ्यान्ट हान्ने दुःख हुने कि अब दुखी पनि छ है मन अब जे भए पनि होइन के भन्ने नेपाली क्रिकेट टिम होइन भोलि लास्ट गेम खेल्दैछ के भन्नु छ केटाहरूलाई यो बारे अमित ब्रोले स्टार्ट गर्छ नि ओके ल फाइन मै स्टार्ट गर्छु यो के भने है हाम्रो चाहिँ सधैँ एभ्री टुर्नामेन्टमा जाँदाखेरि चाहिँ वाट एभर लिग 2 देखि नै होला होइन जहिले जुनसुकै टुर्नामेन्टमा डिभिजन 5 खेला पनि त्यस्तै अहिले खेल्दा पनि त्यस्तै हाम्रो फ्यानहरू चाहिँ उचाल्ने हो क्या प्लेयरलाई चाहिँ महाकसम यस्तो उचाल्छन् कि भोलिपट्टि उनीहरू के खेलिरहेको छु भन्ने त्यो इम्पोर्टेन्स नै दिन बिर्सिदिन्छ कि टुर्नामेन्ट के गरिरहेको छु होइन सोसियल मिडियामा कतिको हाइप छ त्यसले नै ब्याटिङ हो सोसियल मिडियाले ब्याटिङ गर्ने हो भने चाहिँ महाकसम हामीले वर्ल्ड कप उठाउने हो कि त्यस्तोसम्म हानिदिन्छौँ क्या हामीले होइन तर के गर्नु एट द एन्ड अफ द डे खेल्ने प्लेयरले नै हो होइन फ्यानको त एक्सपेक्टेसन त्यस्तै हो योपालि पनि त्यस्तै भयो 22 मा पनि त्यस्तै भयो मलाई चित्त बुझेको अहिलेसम्मको 3टा वर्ल्ड कपमा चाहिँ 14 कै वर्ल्ड कप हो अन्डरडग्स पनि होइन कि त्यो बेला त्यही भने त्यो बेला 2 गेम जितेको यार हामी त्यो पनि क्लासिक म्याच खेलेर न फिनिसर थियो न के थियो त्यो बेला होइन टटेर होइन त्यो टिम नै 2 गेम जितेर आयो क्या खुसी लाग्छ अझ पनि सोच्दाखेरि यिनीहरू त यार यत्रो पाएको छ नि यार तिमीहरू गर न भन्ने खालको मलाई चाहिँ लाग्छ है तिमीहरू किन चाहिँ चोक हान्छौ क्या किन आर्सेनल बन्छ नचाहिने बेला जस्तो लाग्छ होइन अहिले यस्तो आइरहेको छ क्या सोसियल मिडियामा होइन नेपाली प्लेयरले के नै पाएको छन् र होइन उनीहरूलाई बिचरा इन्फ्रास्ट्रक्चर पनि छैन बिचरा पैसा पनि छैन भन्छ होइन तर नेपालको होइन स्यालेरी सिस्टम हेऱ्यो भने एबिसी छ क्या ग्रेड सीको प्लेयरले पनि 60,000 कमाउँछ होइन ब्रान्ड इन्डोर्समेन्ट छुट्टै छ त्यो भन्नुको अर्थ नेपाली प्लेयरले यस्तो खतरा धेरै कमाएको छ भन्न नि खोजेको होइन तर इटलीको त्यो कालु समथिङ स्पिनर थियो नि कालु गामा समथिङ भन्ने होइन उसले त पिज्जा काम गर्छ अरे क्या पिज्जा डेलिभरीमा काम गर्छ त्यही पनि हामीलाई त हान्यो त नि होइन अनि एउटा म इन्टरप्ट गरिहालेँ एउटा सिम्पल एक्जाम्पल म कपी गरिहाल्छु ल अनु मैले भन्न खोजेको चाहिँ होइन इट्स नट लाइक हामीले खतरै सेवा सुविधा दिएको छौँ भन्ने पनि होइन होइन तर एउटा बेसिक लेभल अफ पर्फर्मेन्स नै आएन कि जस्तो इङ्ल्यान्डसँग हामीले अलिक धेरै हाइप गऱ्यौँ कि भन्ने हो होइन सो वाट डु वान्ट टु से आउट अब चाहिँ अनु एउटा सिम्पल लेभलको इक्जाम्पल दिन्छु क्या जस्तो युएई टिम होइन युएई टिममा मैले आज एउटा गेम हेरेँ क्या युएईको है युएई भर्सेस आई थिङ्क अफगानिस्तान थियो युएई टिममा सबैको लाइक यो सेकेन्ड प्रोफेसन हो क्या
सबै प्लेयर्सहरूको होइन कुनै न कुनै उनीहरू आफ्नो प्राइमेरी प्रोफेसन आर्कै हो तर यस्तो कम्पिटेटिभ खेल्छन् कि लाइक आज अफगानिस्तानलाई लास्ट ओभरमा धम्मे धम्मे भएको थियो क्या हान्नलाई होइन जस त्यो कम्पिटेटिभपना चाहिँ छ क्या युएको टिममा होइन तर त्यो कम्पिटेटिभनेस चाहिँ नेपालको टिममा चाहिँ यो 3टै गेममा देखा परेन क्या हो इङ्ल्यान्डकोसँग देखा परेको थियो तर त्यो अब एउटा गेमलाई चाहिँ हामीले यस्तो हाइप गरिदिन्छौँ कि ल नेपाली टिमले त अब इटलीलाई धोस्दै जित्नुपर्छ अब एकदम लाइक लक बाई चान्स अब के चान्स आयो भने वेस्ट इन्डिजलाई पनि जित्छ भनेर त्यस्तो हाइपअप गरिदिन्छौँ तर अहिले भर्खर पनि मैले एउटा सुदिन पोखरेल दाको मैले एउटा भिडियो हेरेको थिएँ होइन उहाँले पनि क्रिटिसाइज गर्नुभएको थियो क्या हाम्रो लेभल अफ क्रिकेट चाहिँ एउटै हो होइन तर हामीले चाहिँ नेपाली फ्यान्स र नेपाली जुन हाम्रो यो एकदम डायस्पोरा छ नि त्यसले चाहिँ यति एक्जाजरेट गरिदिन्छौँ कि यति धेरै एक्सपेक्टेसन राखिदिन्छौँ कि प्लेयरहरूबाट कि अब भोलि गएर इन्डियासँग खेल्यो भने पनि ल जित्छौँ भनेर क्या टाइपको हुन्छ नि टफ कम्पिटिसन दिन्छौँ भनेर क्या स्पेसली यो हाम्रो वेस्ट इन्डिजको सी टिम त्यही त होइन वेस्ट इन्डिजको सी टिमलाई हराएको छौँ हामीले होइन त्यो जिन्दगी नसुनेको प्लेयरहरू आएको छन् जो अब लाइक डेब्युट दिएको छन् बच्चा बच्चीहरूलाई अब लाइक वेस्ट इन्डिजको सी टिमलाई हराएको छौँ अब वेस्ट इन्डिजको प्योर टिमलाई खेल्नबाट अब हामी हराउँछौँ भनेर एक्सपेक्टेसन छ क्या हाम्रो अनि त्यो त भएन नि त अनि यस्तो खेलेर त कहाँ त्यो एक्सपेक्टेसन राखेर हुन्छ त होइन होइन यस्तो भयो क्या हामीले त्यो सायद हामीले गल्ती गऱ्यौँ होला क्या त्यो जुन हामीले फर्स्ट गेममा उचाल्यौँ नि इङ्ल्यान्डको गेम पछि होइन मलाई पनि लागेको थियो होइन हामीले त के हो धोस्दै पार्छौँ क्या योपालि त वेस्ट इन्डिजलाई त हामीले पानी पनि खान नदिने अवस्थामा पुऱ्याउँछौँ कि जस्तो लागेको थियो होइन त्यो अब के त्यो एक्सपेक्टेसन धेरै भयो तर मलाई डर लाग्छ क्या डर कहिले लाग्छ भने फेरि पनि होइन अब सायद अब हाम्रो ओडिआई स्ट्याटस पनि रिटेन हुँदैन होला होइन लगभग ओडिआई स्ट्याटस पनि जाने जस्तो छ होइन त्यो पनि भयो अन्त फेरि गएर अब मलेसिया र कतारसँग सिरिज खेल्ने भने अब त्यो त झ्याउ भयो नि यार अब 50 ओभरमा त उस्तै नै छ ब्याटिङ अहिले अब फेरि के कस्तो रिजन दिन्छ भने लास्ट टाइम मैले एउटा सायद पौडेलकै होला होइन त्यसको इन्टरभ्यू हेरेको थिएँ आफ्टर हामीले त्यो एउटा सिरिज खेलिरहेको थियौँ स्कटल्यान्डमा T20 सिरिज खेलेर आएको थियौँ त्यो बेला नमजाले जस राम्ररै नै खेलेर आएको थियौँ जितेको थियौँ अनि त्यो लगत्तै फेरि हामी कोसँग युएसँग नै हुनुपर्छ मोस्ट प्रोबब्ली सबै गेमहरू हारेर आयौँ हामी त्यो सिडब्ल्युसीको अनि के थियो कमेन्ट भन्दा हामी T20 धेरै खेलेर आयौँ सो वी वर स्टिल इन T20 माइन्डसेट भनेको प्रोफेसनलिजम खै त यार तिमीहरू के गर्न गइरहेछौ होइन त्यो तिमीहरू के गर्न गइरहेछौ भने नि थाहा छैन तिमीहरूलाई भने कि चाहिँ तिमीहरू किन खेल्न जान्छौ ल ठिक छ तिमीहरू ल T20 माइन्डसेटमा थियो भनेदेखि 50 ओभर माइन्डसेटमा को छ त भन्ने कुरा त राइट पर्सन सेले गर नि त तिमीहरू होइन हामी फ्यानहरूलाई त हामी त एक्सपेक्ट गर्छौँ यार हामी एक्सपेक्ट गर्दैनौँ त हामी फ्यानको काम एक्सपेक्ट हो क्या हामीले भनेको एभ्री सिङ्गल टाइम नेपालले जित्नुपर्छ भनेर जाने अफकोर्स पार्ट अफ द गेम हो त हार्दाखेरि पनि हामी स्टिल हार्दाखेरि पनि जस्तो तिमीहरूले एटलिस्ट ट्राई गरिरहेको छ भने त हामी प्रेज गर्छौँ नि त इङ्ल्यान्डसँग त्यही गऱ्यौँ तर प्रेज गरिरहेको हो भन्नेमा तिमीहरूले त्यो त ए ल हामीले राम्रो गर्दा त राम्रो सोच्ने रहेछ भनेर सोचेर तिमीहरू पनि फ्यान हुने होइन कि तिमीहरू चाहिँ प्लेयर नै एज अ प्लेयर किप यो फिट अन द ग्राउन्ड जस्तो लाग्छ त्यो गरेको भए इटालीसँग त्यस्तो सिचुएसन आउँथ्यो जस्तो लागेन क्या मलाई एक्ज्याक्टली अब जस्तो अब नेपालको गेममा होइन हामीले कुरा के गरिरहेको छौँ हिजो हो हामीले हार्यौँ होइन हारिसकेपछि अब सायद अब कुरा के हुन्छ गेम एनालाइसिसको होला होइन कहाँ ब्याटिङ चुक्यो कहाँ बलिङ चुक्यो हट टक अफ द टाउन के छ सोसियल मिडिया युज गर्न हुन्छ कि हुँदैन नेपाली प्लेयरले हेरेर ल त्यो बेसिक कुरा हो नि त होइन अब लाइक सोसियल मिडियालाई त अब लाइक ब्यान नेपाली टिममा ब्यान गर्न त मिल्दैन नि होइन त्यो त लाइक त्योसँग त चल्दै त्योसँग लाइक अब त्यसको जे कन्सिक्वेन्सेस छ त्यसलाई फेस गर्दै पो आफ्नो मेन प्राइमेरी प्रोफेसन जे छ त्यसलाई राम्रो बनाउने हो नि त क्रिकेट राम्रो खेल्ने हो नि त होइन राम्रो टेम्परामेन्टले राम्रो मजाले लाइक काम अप्रोचले खेल्ने हो नि त अब त्यो भनेर त हुँदैन त्यो त एउटा एक्सक्युज हो क्या जस्तो नेपाली प्लेयर्सहरूले चाहिँ सोसियल मिडिया धेरै चलाए अनि त्यसपछि पर्फर्मेन्समा बाधा पर्यो भनेर त्यो त लाइक प्रोफेसनलिजम त हुँदै भएन नि त होइन नेपाली प्लेयरहरूबाट त्यो माइन्डसेट राखेर खेल्ने नै होइन क्या लाइक एउटा देशलाई रिप्रेजेन्ट गरिरहेछौँ भनेपछि त्यत्रो मान्छेको एक्सपेक्टेसन हुन्छ भनेपछि लाइक यो लेभलको खेल्नुपर्छ यो लेभलको प्रोफेसनलिजम मेन्टेन गर्नुपर्छ सिचुएसनल अवेरनेस हुनुपर्छ भन्ने त लाइक त्यो मेन्टालिटी चाहिँ हुनुपर्छ जस्तो लाग्छ क्या यो प्लेयर्सहरूसँग अब छैन भने चाहिँ अमितले भने जस्तै एउटा रिप्लेसमेन्ट चाहिँ हुनु पऱ्यो क्या लाइक यो प्लेयरले गर्न सकिरहेको छैन भने त्यही प्लेयरले कन्सिस्टेन्टली चान्स दिने होइन क्या
त्यो प्लेयरको कम्पिटिटिभनेसलाई पनि टिमलाई बढाउनको लागि चाहिँ त्यो प्लेयरलाई रिप्लेस गर्नु पर्यो होइन। जस्तो ओपनर चाहिँ पर्फर्म गरेको छैन भने ओपनरलाई रिप्लेस गर्नु पर्यो, मिडल अर्डरले गरेको छैन भने मिडल अर्डरलाई गर्नु पर्यो। अनि खालि हाम्रो चाहिँ के छ भन्दाखेरि ए ल अब 10वटा गेममा चाहिँ पर्फर्म गऱ्यो नि, एउटा गेममा 90 रन हान्यो, त्यसपछि सेकेन्ड गेमपछि चाहिँ फेरि त्यही 0-0 अरू एकदमै लो स्कोरमा आउट हुन्छ। तर त्यही कन्सिस्टेन्सी नभएको प्लेयरलाई नै चान्स दिइरहेछौँ क्या। त्यसरी त नेपाली क्रिकेट त कहिले उन्नति हुन्छ? यस्तै रिजल्टहरू हुन्छ क्या। एक्सपेक्टेसन कहाँ छ, रियालिटी कहाँ छ, त्यही त हो नि कुरा। एक्ज्याक्टली त्यही नै हो। एउटा गेम राम्रो खेलेपछि 10 गेमलाई ढुक्क भयो भन्ने खालको त मेन्टालिटी भयो क्या। अब हामीले देखेको चाहिँ त्यो हो होइन। अब इनसाइड के भइरहेछ अब टिममा होइन, सेलेक्टर्सहरूले के सोध्छ त्यो उहाँहरूकै कुरा हो। तर हामीले एज अ फ्यान हेर्दाखेरि चाहिँ त्यही नै भएको छ। एउटा गेम बब्बाल खेल्दियो भने 10 गेमलाई चाहिँ फिक्स नेपाली टिम चाहिँ तेरो होइन। अब त्यसपछि पनि स्टिल पाइरहेको हुन्छ क्या चान्स। हामीसँग प्लेयरै नभएको भने त्यत्रो एनपिएलमा त्यत्रो यङ प्लेयरहरू राम्रो प्लेयरहरू पनि देखेको हो हामीले होइन, राम्रो पर्फर्म गरेको प्लेयरहरू पनि देखेको हो। सो किन रिप्लेस चाहिँ गर्न चाहिँ किन हुन्छ नि, राइट टाइममा राइट मान्छे चाहिँ किन नल्याउने भन्ने क्वेसन मात्र हो क्या। होइन हामीलाई चाहिँ के लाग्छ भने होइन, जस्तो यो हेर्दाखेरि कुरै अर्कै हुन्छ क्या। जस्तो हामीले कसैलाई क्रिटिसाइज गर्यौँ नेपाली टिमलाई भने होइन, जा त गएर खेल्दै नि त होइन, अथवा हामीले के भन्यौँ होइन, अथवा यस्तो भएन भन्यो भने लाइक पिपल आर नट रेडी टु एक्सेप्ट क्या। जस्तो तपाईँले कसैलाई चान्स दिनुभएको छ, उसले डिलिभर गरिरहेको छैन भने, इभन रवि शास्त्रीको कुरा गरौँ होइन, रवि शास्त्रीले पनि त आफ्नो टिमले यस्तो राम्रो गरेन भनेर भन्छ नि त होइन। अब भन्दाखेरि अब के कस्तो, अब रवि शास्त्रीलाई देशलाई माया नगर्ने गद्दार देशद्रोही हो र त्यो होइन। अब यहाँ अब हामीले सोसियल मिडियामा अब केही कुरा लेख्यौँ होइन, कसैलाई यो भएन, यसलाई सुधार गर्नुपर्छ, चाहे त्यो प्लेयर होस् चाहे त्यो अरू नै कोही होस् होइन, हामीले कसैलाई क्रिटिसाइज गर्यौँ भने लाइक गाली खाने काम हुन्छ क्या। कि अब जस्तो जितेको बेला पनि त त्यही भन्थिस् भन्छ, जितेको बेला किन भन्छ? जितेको बेला त हामी वा वेल डन भन्छौँ नि होइन, हारेको बेला पो यस्तो गल्ती गऱ्यो भन्ने हो त। जितेको बेला त अब हामी पनि किन, हामी चाहिँ के दुखी आत्मा त होइन होइन। यो सोसियल मिडियाको कुरा मैले उठाएँ होइन। सोसियल मिडियामा लाइक हामी कसैको पछाडि लाग्यौँ भने लागे हो क्या। जस्तो राजेश पुलाइ मगरले अब जति नै राम्रो खेलोस् न, ऊ कहिले टिममा पर्दैन क्या, किनभने माइन्डसेटै त्यही भइसक्यो नि त। त्यही त अब के हुन्छ भन्दाखेरि मेरो विचारमा चाहिँ हामी के बुझिदिनुपर्छ भन्दाखेरि हामी भनेको लाइक कुनै एउटा लाइक लेभलमा पुगेको छैनौँ कि हाम्रो लाइक ओपिनियनले चाहिँ लाइक यो क्रिटिसिजमको रूपमा लिनलाई क्या। हामी भनेको एउटा बेसिक नेपाली फ्यान्स हो क्या, एकदम नेपाली प्यासनेट नेपाली क्रिकेट फ्यान हो क्या हामी होइन। अनि त्यो हाम्रो चाहिँ ओपिनियन हो क्या यो। हजुर हाम्रो एक्ज्याक्टली हाम्रो च्यानलको नामै अनक्वालिफाइड स्पोर्ट्स ओपिनियन छ क्या। त्यस कारणले चाहिँ हाम्रो लाइक यो प्यासनेट नेपाली फ्यानको चाहिँ ओपिनियन हो क्या यो होइन। अनि यो रिमार्क्स चाहिँ लाइक एउटा प्लेयरलाई इन्सल्ट गरेको रिमार्क्स त्यस्तो होइन क्या। किन भन्दाखेरि यो चाहिँ हामीले एउटा जेन्युन नेपाली फ्यान भएर चाहिँ के फिल गरेको छौँ र के वास्तविकता हो नि होइन, हो त्यो चाहिँ हो क्या बेसिकली चाहिँ। त्यस कारणले चाहिँ अब यो गएर खेल्दै यो गरेर खेल्दै भन्ने होइन क्या। अब जो खेलेको छ त्यो बाहिर कस्तो देखेको छ त्यो त हामीले बताउने कर्तव्य हो नि त होइन। अब सबै जे कुरा पनि वावाई गरेर त हुँदैन नि त। लाइक त्यो प्रोग्रेसिभ नेचरै हुँदैन नि। जस्तो इङ्ल्यान्डसँग राम्रो खेलेको छ भने त हामी सबैले एकदम हाम्रो त्यो भिडियोमा पनि एकदम मजाले हो कुशल भुर्तेलको त्यो सट्सहरू हेर्दाखेरि त ल नेपाली ब्याट्सम्यानले यस्तो सट खेल्न सक्छ भनेर त त्यो हामी छक्क परेको थियौँ होइन। तर यदि कन्सिस्टेन्सी मेन्टेन भएको भए त अब हामीले पनि लाइक सपोर्ट गर्थ्यौँ होला नि त। तर कन्सिस्टेन्सी नै छैन भनेपछि त्यो कुरा भइरहेको छ त्यो कुरा त हामीले त अभियसली भन्छौँ नि होइन। यो त हाम्रो एउटा बेसिक जेन्युन फ्यानको ओपिनियन हो क्या। सो यसमा क्रिटिसिजम लिनुपर्ने कुरै छैन क्या। लाइक यो जे भइरहेछ हामीले त्यही नै लाइक यो हुन्छ नि सोसियल मिडिया मार्फत भन्न खोजेको हो क्या। ओके सो लेट्स गो अन टु अर द पोजिटिभ पार्ट है। अब यो भइहाल्यो होइन, जे गयो होइन। सो स्टार्टिङ विथ अमित होइन, स्कटल्यान्डसँग चाहिँ के गर्नु पर्ला त? अब स्कटल्यान्डसँग के एक्सपेक्टेसन राख्नु भएको छ हाम्रो टिमबाट? स्कटल्यान्डसँग अब पहिला पनि T20मा जस राम्रै गरेर उनीहरूको होम ग्राउन्डमा पनि हामीले राम्रै गरेका थियौँ त्यो हिसाबले। प्लस अहिले लाइक यो इन्डियन पिचमा अब जस ठिकै दुईवटा गेमको भए नि एक्सपिरियन्स भइसकेपछि चाहिँ स्कटल्यान्डलाई चाहिँ अब एटलिस्ट एउटा गेम त जितेर जाउँ न, पोजिटिभ नोट टुर्नामेन्टलाई विन गरौँ भन्ने चाहिँ हुनुपर्छ। अनि मैले नि त्यही नै एक्सपेक्ट गरेको छु। अब एटलिस्ट केही नभए पनि तिमीहरूलाई 2 रनले जित 4 रनले जित, इट डजन्ट म्याटर न होइन, सक्ने कुरा होइन। सो एटलिस्ट एउटा तिमीहरू आफ्नो लागि पनि मोरली राम्रो गर, प्लस हामी टिमहरू हाम्रो हामी फ्यानहरूको लागि पनि
पोजिटिभ नोटमा चाहिँ टुर्नामेन्ट विन गरौँ भन्ने नै हो। त्योभन्दा त खासै अब जित्नुपर्छ, डेन्जर जित्नुपर्छ पनि होइन। टिमहरू राम्रो पर्फर्म गरेर प्लस कुनै नयाँ प्लेयरहरू हुन्छ नि, यङ मान्छेले चाहिँ यङ प्लेयरले चाहिँ एक्सपिरियन्स गर्न पायो भने, एक दुईजना टिममा नयाँ अनुहार हेर्न पायो भने चाहिँ अलिक बेटर हुन्छ कि तिनीहरूले नि एक्सपोजर पाउँथ्यो जस्तो लाग्छ। अरू प्रश्न छ दाजु? यसमा चाहिँ के छ भन्दाखेरि लाइक अब यो लास्ट गेम हो होइन स्कटल्यान्डसँग। अब स्कटल्यान्डलाई चाहिँ इटली जस्तो चाहिँ ठान्नुहुन्न होइन। अब हामीले जस्तो इटलीले ठानेछौँ नि एकदमै विक टिम भनेर अब इटलीले देखाइदिइहाल्यो। तर स्कटल्यान्ड भनेको पहिलादेखि नै राम्रो खेल्दै आएको टिम हो क्या होइन। त्यस कारणले चाहिँ लाइक नेपालले चाहिँ मलाई लाग्छ अलिकति चेन्जेसहरू चाहिँ ल्याउनु पर्छ। स्पेसली हामीलाई जुन मुम्बईको पिच छ नि त्यसमा 3 फास्ट बोलर्स चाहिँदैन क्या। त्यो भनेको अन्नेसेसरी हो। 3टा फास्ट बोलर चाहिँ एउटा टिममा चाहिँदैन। सो आई थिङ्क अब गुलसन झाले एउटा हाम्रो पेस अट्याकमा अब लाइक उहाँ बलिङ पनि गर्नुहुन्छ एउटा। अनि त्यसपछि लाइक करण लाइक के अरे सोमपाल कामी अनि त्यसपछि नन्दन यादवबाट चाहिँ आई थिङ्क 2 फास्ट बोलर्स विल सफाइस। एउटा चाहिँ स्पेसली स्पिनर चाहिँ चाहियो होइन। अनि अर्को भनेको चाहिँ अब ओपनिङमा चाहिँ अब आई थिङ्क म ह्युज फ्यान हो कुशल भुजेलको होइन। तर प्लिज यो इन्कन्सिस्टेन्ट पर्फर्मेन्स चाहिँ हुँदै भएन क्या। अब हामीलाई ओपनिङमा डिस्ट्रक्टिभ स्टार्ट दिने नै उहाँ नै हो होइन। त्यस कारणले चाहिँ आई थिङ्क कुशल भुजेल सुड बी गिभन वान मोर अपर्च्युनिटी। तर बिचमा चाहिँ आई थिङ्क शेरमललाई चाहिँ लिएर आउनुपर्छ जस्तो लाग्छ मलाई होइन। त्यति चान्स दिन। अनि इफ पोसिबल अब यो गुलसन झाको सट्टा चाहिँ पिएमएललाई पनि चान्स दियो भने चाहिँ आई थिङ्क बेटर हुन्छ मेरो विचारमा चाहिँ। अनि स्कटल्यान्डलाई चाहिँ हामीले त्यो लाइक यो पनि अस्ट्रेट टिम हो यो पनि नराम्रो खेल्छ भनेर त्यो एक्सपेक्ट गर्ने नै होइन। स्कटल्यान्ड भनेको टप टिमै हो। नेपाललाई गाह्रै हुनेवाला छ। त्यस कारणले टस चाहिँ मलाई के लाग्छ भने टस चाहिँ एकदम डिसाइडिङ फ्याक्टर हुन्छ। जो टिमले फर्स्टमा के अरे बलिङ गर्छ नि त्यो टिमलाई चाहिँ ह्युज एडभान्टेज हुन्छ। मेरो टेक चाहिँ के छ भने होइन मलाई अलिकति टेक्निकल एनालाइसिस गर्न मन लागेन होइन। आई गो विथ द इमोसनल पार्ट होइन। जस्तो अब आई थिङ्क अब टेक्निकल कुरा गर्दा बसिरलाई चान्स दिँदा भयो होइन। अब जोरालाई पनि चान्स दिँदा भयो होइन। सिमरनले शेरमललाई पनि चान्स दिँदा भयो होइन। तर एउटा इमोसनल एक्सपेक्टमा हेर्ने हो भने होइन वी डोन्ट हेट नेपाली क्रिकेट टिम क्या। हामीले 3 म्याच हारिसक्यौँ, यो गेमको कुनै अस्तित्व छैन। तर हामी भोलि फेरि पनि जर्सी लगाएर होइन तयार भएर टिभी सेट अगाडि बसेर विल फलो यु गाइज अगेन बिकज वी लभ यु होइन। हामीलाई जोसँग धेरै माया लाग्छ त्यहीसँग त चित्त दुख्ने हो नि त होइन। सो फेरि पनि आउँछौँ हामी होइन। फेरि पनि आउँछौँ, फेरि पनि लाज पचाएर हेर्छौँ, फेरि पनि तपाईँको चौका छक्काले सेलिब्रेट गर्छौँ, फेरि पनि तपाईँहरू नराम्रो खेल्नुहुन्छ, फेरि पनि हामी रिसाउँछौँ। दिस इज वाट वी आर होइन। हामी नेपाली फ्यान भनेकै यही नै त हो। तपाईँलाई माइन्ड होइन। अब तपाईँहरूले पनि अब हाम्रो लागि एटलिस्ट कति पैसा तिरेर गएको छ मान्छेहरू होइन। इन्डिया लाखौँ लाख खर्च गरेर गएको छ होइन। एटलिस्ट त्यसको रेस्पेक्ट राखिदिनुहोस्। हार्नुहोस् जित्नुहोस् मतलब भएन तर प्यासन र इन्टेन्सन देखाउनुहोस् न होइन। जसै विकेटले हारे पनि त प्यासन त देखियोस् न होइन। अब स्कटल्यान्ड भनेको राम्रो टिम हो नि होइन। अब स्कटल्यान्डले हामीले रियरली त जिताएको छ स्कटल्यान्डलाई होइन। प्रायः जस्तो स्कटल्यान्डले पनि जितिरहेको हुन्छ होला एज फार एज मैले सम्झिन सक्छु है। रिसेन्टली हामीले 1-2वटा गेम जिते पनि नर्मली स्कटल्यान्ड भनेको त बलियो टिम हो नि स्कटल्यान्ड नेदरल्यान्ड्स होइन। अनि अब अलिकति हामीसँग धेरै टाइम छैन है। लेट्स अल्सो मुभ टुवर्ड इन्डिया पाकिस्तान है। अब यो इमोसनल स्टेटबाट बाहिर निस्क्यौँ होइन। इन्डिया पाकिस्तान राइभलरी भन्छ के राइभलरी भन्छ यार। तैँले हारे गर्छ यार पाकिस्तान। एभ्री सिङ्गल टाइम नै भइसक्यो नि एभ्री टुर्नामेन्टमा। अब त्यो आउने कुटाइ खाने जाने त्यो एउटा नवाजुद्दिन सिद्दिकीको छ नि ट्याक झापड खानेवाला पाकिस्तान टिमको टाउको चाहिँ त्यहाँ झुन्डाइनु पर्छ। इन्डियाले आउँछ झापड हान्छ चलिदिन्छ। त्यो चाहिँ हो। अब यो पोइन्टमा आएर त कम्पिटिसन छ भन्ने पनि छैन क्या इन्डिया पाकिस्तानको। त्यो ग्याप नै हुन्छ नि माथि तल आकाश पातालको फरक भइसक्यो क्या लेभलमा हुन्छ नि इन्डिया पाकिस्तानको गेम त अहिले। तर पाकिस्तानको मलाई त्यो रेयरली पोजिटिभ कुरा गर्दा चाहिँ होइन त्यो छ नि त्यो यस्तो त्यो हाल्ने कि त्यो नाम उस्मान तारिक हो कि के हो अरे त्यही होइन। उस्मान तारिक द टक अफ द टाउन उस्मान तारिक अहिले होइन। राम्रो आयो 19 ओभर पनि गराएको थियो होइन। क्वाइट राखेको थियो होइन। अब उस्मान तारिकको नि स्टोरी दामी छ अरे क्या। एमएस धोनी फिल्म हेरेर जागिर छोडेर पाकिस्तान टिममा परेको अरे क्या। मलाई त सही लाग्यो भने उस्मान तारिक चाहिँ होइन। पाकिस्तानको अब रियली पोजिटिभ त त्यस्तै हो होइन। तर उस्मान तारिक चाहिँ मलाई एकदम राम्रो लागेको थियो त्यो हिसाबले बलिङ गरे। अनि एउटा नाम बित्थेँ अट्याक गरिरहेको थियो एकजना ब्याट्सम्यानले चाहिँ खै के पो थियो नाम उस्मान खान थियो जस्तो लाग्यो मलाई।
उस्मान खान थियो जस्तो लाग्यो उस्मान खान पाकिस्तान क्रिकेटलाई त्यति फलो गरिँदैन होइन अब वर्ल्ड कपतिर मात्रै हो होइन त्यही पनि एकचोटि हेरिहालौँ आई थिंक ल त्यही ओके होला उस्मान खान अब 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 वाट डु थिङ्क पाकिस्तानको पोजिटिभ के हो अनि त्यसपछि बाबर आजम आई थिङ्क बाबर आजमको लागि आई थिङ्क दिस इज द लास्ट वर्ल्ड कप के भन्छ केटा यो म लिहालेँ के छ भन्दाखेरि लास्ट त होइन अब खेल्छ जस्तो लाग्छ है मलाई चाहिँ सरी अब त्यही त अब मलाई चाहिँ अब हाई टाइम नै हो होइन अब जो बाबर आजम भने यस्तो क्लासिकल ब्याट्सम्यान होइन अब अहिले यो T20 सेटअपमा के भइरहेछ भने म जबरजस्तीको सट हान्ने त्योलाई खोजिरहेछ क्या बाबर आजमले हिजो पनि जुन बलमा स्विप हान्न खोजेको थियो नि डिट्टु हाम्रो गुलसन झाको डिसमिसल क्या नेपालको गुलसन झाको डिसमिसल र बाबर आजमको डिसमिसल एउटै खालको थियो क्या त्यो लाइक पहिला प्रिमेडिटेटेड सर्ट क्या पहिल्यै अब लाइक म स्विप हान्छु यो बलमा चाहिँ मैले हान्नै पर्छ टाइपको थियो तर एक्जिक्युसनै राम्रो भएन अनि आई थिङ्क अब लाइक बाबर आजम चाहिँ ओडिआई र टेस्ट मात्र खेले हुन्छ जस्तो लाग्छ क्या मलाई जुन लाइक अब नयाँ युथ पुस्तालाई चाहिँ अब नयाँ लाइक युथहरूलाई चाहिँ पाकिस्तानले चान्स दिन्छ होला आई थिङ्क दिस माइट बी इज लास्ट टुर्नामेन्ट अनि लास्ट T20 पनि जस्तो लाग्छ है मलाई यदि एकदमै पाकिस्तान बोर्ड चाहिँ हार्स भयो भने चाहिँ मलाई बाबर आजमको केसमा चाहिँ हिजोको गेम चाहिँ कस्तो लाग्यो केटाहरूलाई के लाइक मलाई त यसो हेर्दा पाकिस्तान त या त जो वाइट वास गरे है फेरि केही टाइम अगाडि अस्ट्रेलियालाई होइन अब अहिले यसो हेर्दा त हावा जस्तो भयो नि ओके अस्ट्रेलियाको कुरा गर्दाखेरि अस्ट्रेलिया वर्ल्ड कपबाट निस्किन हाई चान्स छ किनभने अहिले के भइरहेको छ 181 को टार्गेट दिएको थियो अस्ट्रेलियाले श्रीलङ्का 10 ओभरमा 94 मा मान्छ इफ श्रीलङ्काले यो गेम निकाल्यो भने होइन निक्लिने चान्स धेरै छ अस्ट्रेलियाको सो यो पनि ख्याल गर्नुपर्छ होइन सो दुवै कुरा गरौँ न ल इन्डिया पाकिस्तान पनि कुरा गरौँ एट द सेम टाइम अस्ट्रेलियाको पनि कुरा गरौँ देन विल ऱ्याप स्टार्टिङ विथ अमित ओके त्यही अब अस्ट्रेलिया सरी पाकिस्तान इन्डियाको गेम त वान साइडेड नै भएको थियो मलाई पाकिस्तानको स्ट्रङ पोइन्ट नै बलिङ हो जस्तै यो लास्ट टाइम त्यो केटाहरूले च्याम्पियन्स ट्रफी हेऱ्यो कि हेर्नु त्यसमा इन्डियालाई हराउँदाखेरि पनि कडा बलिङ गरेको थियो नि यहाँ होइन त्यो तरिकाले जस बलिङ हो तर बलिङ पनि खासै चले जस्तो लाग्दैन एक्सेप्ट फर फ्यु होइन एक्सेप्सन ओभर पनि थियो त्यहाँ अनि पछि इन्डियाले त अब अफकोर्स पुरै फुल्ली डोमिनेट नै हान्थ्यो बलिङ त यस्तो दामी गर्थ्यो अमितलाई अस्ट्रेलिया चाहिँ अब योपालि अस्ट्रेलिया आउट भयो भने इन्डिया हेज हाई चान्स अफ गेटिङ देयर ह्यान्ड्स अन देयर another वर्ल्ड कप जस्तो लाग्छ मलाई चाहिँ अस्ट्रेलिया नै हो होइन अपसेट हान्छ इन्डियालाई सो यो कुरा पछि गरौँ होइन अमित मैले रोकेँ अमितलाई होइन किनभने हामीसँग टाइम छैन होइन सो अनुप लिन चाहे थाहा भन्दा के छ अस्ट्रेलिया निस्केला कि पाकिस्तान छोडिदिउँ अस्ट्रेलियाको कुरा गरौँ अस्ट्रेलिया निस्किन्छ अब यो गेम हार्यो भने त अब निस्किने चान्स भइहाल्छ यो गेम अब जुन श्रीलङ्काले त्यस्तो पर्फर्मेन्स गरिसकेपछि त फेरि एउटा कुरा के एड गर्न चाहन्छु भने अस्ट्रेलियामा त्यो लाइक यति धेरै इन्जुरी भएको छ कि होइन टिम पनि लाइक त्यो फुल स्ट्रेन्थको टिम स्क्वाड छैन क्या अस्ट्रेलियाको त्यो पनि एउटा डिसएडभान्टेज भयो अस्ट्रेलियासँग तर आई होप अस्ट्रेलिया नहारोस् किनभने अस्ट्रेलिया जस्तो टिम चाहिँ यो बिग गेम्सहरूमा चाहिँ एकदमै बिग मेन्टालिटी भएको टिम चाहिँ चाहिन्छ क्या टप 4 मा चाहिँ सो आई प्रिफर अस्ट्रेलिया बिङ टप 4 तर नहारोस् भन्छु म चाहिँ अस्ट्रेलिया ओके सो मेरो पनि टेक त्यही हो होइन अस्ट्रेलिया पुग्यो भने मजा आउँथ्यो होइन आई थिङ्क टक्कर दिनलाई वेस्ट इन्डिज पनि छ होइन जुन हिसाबले खेलिरहेको छ वेस्ट इन्डिज साउथ अफ्रिका होइन सो द्याट्स इट फर टुडे अब भोलि हामी फेरि राखिहाल्छौँ होइन अब कसरी आउँछौँ थाहा छैन होइन फिजिकल्ली आउँछौँ अनलाइन आउँछौँ तर आउँछौँ आएगा वो जरुरी है कैसे आएगा वो जरुरी नहीं है जो सब्सक्राइब गरिदिनुहोस् प्लिज है हामीलाई एकदमै धेरै 24-25 आउँछ होइन कन्टेन्ट त राम्रो छ त हामीले त अरूले बोले जस्तो त हामीले पनि बोलिरहेका छौँ होइन हामीमा के खराब छ हामी कस्तो क्युट मान्छे छौँ हामी होइन तिनवटा डिफ्रेन्ट थरीका मान्छे छौँ केही भन्नु छ केटा अन्तिममा तपाईँको भिख माग्नु छ कि लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् है गाइसहरु हाम्रो खतरा सपोर्ट गर्नुहोस् म चाहिँ के रे हाम्रो कस्तो बिर्सेको नाम के हाम्रो स्ट्रेट आन्सर अनक्वालिफाइड स्पोर्ट्स ओपिनियन नेता होइन नेता हाम्रो नेता हुनुहुन्छ नि अहिले यो बुक बेच्दै महावीर पुन सरी यार महावीर पुन जस्तो
मनपर्छ भने लाइक गरिदिनुहोस्, मनपर्छ exactly. भने कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, मन पर्दैन भने ठिकै छ। म त हरब सार्नाङ जस्तो म त सब्सक्राइब गर्नु भयो भने म पनि फेरि त्यही त Alright. you around okay guys see you